हेर्दा हेर्दै रक्सोल पनि आइयो है। रक्सोल होइन त्यो कानको जाली फुट्ने जस्तो रहेछ। अब जानुपर्छ उपचारलाई। कान घस्यो जान्छ कान घस्यो। त्यो भाइ तिम्रो नाम के भाइ? हाम्रो नाम सलमान हो। सलमान हो। अब हामी चाहिँ अहिले इन्डिया प्रवेश गरिसकेका छौँ। हाम्रो भाइले मलाई बताउँदैछ होइन भाइ? हेर्दा हेर्दै रक्सोल पनि आइयो है। रक्सोल होइन त्यो ए औ त पार रक्सोल होइन सिमाना आयो होइन। ट्याक्कै सीमा आयो ल। नेपाल भारतको रेखलाएर हात ह्यान्डसेक गरेको छ यहाँ होइन। फोटो पनि खिच्दै हुनुहुन्छ यहाँ दाइहरूले। केलाएर अरे केटा हो नेपाल भारतको ट्याक्कै सिमाना। यो चाहिँ हाम्रो नेपालतिर भएको भारतबाट आउँदाखेरि त ट्याक्कै तपाईँ सही छ। राम्रो छ परिसर। आजको यसो भारत भ्रमण हुन्छ अहिले गएर अब। आऊ केटा हो घुम्नलाई आऊ। अब गइन्छ पारी पनि ठ्याक्कै लगाएर। पारी चाहिँ इन्डिया छ, भारत पुल पारी ठ्याक्क पुलवारी चाहिँ नेपाल। ट्याक्क हामी देख्छौँ यहाँनिर के छ नेपालको झन्डा हो पुरा। यसो छिमेकी राष्ट्र पनि हेर्नु पऱ्यो गएर होइन। कतिको सुखर सफा छ। हामीको त्यति सफा छ कि छैन हेर्नुपर्छ है। ठ्याक्कै यहाँसम्म चाहिँ आउनु पाइँदैछ। यहाँबाट चाहिँ पारिपट्टि फेरि जानको लागि चाहिँ ठ्याक्कै ऊ त्यो गेट देखेछ पछाडि होइन। यहाँसम्म चाहिँ आउनु पाइँदैछ। यहाँबाट फेरि जानलाई फेरि यहाँ इन्डियाको चाहिँ अटो चढेर जानु पर्छ। ठ्याक्कै यहाँ पुल छ अगाडिपट्टि। अब यहाँबाट भाइसँग टक्कर आएर रिक्सामा चढेर गइन्छ होइन। ल रिक्सा चढेर गइन्छ पुल पाटेर जाउँ। रिक्सामा चढेर त्यहाँबाट अटोमा, अटोपछि यहाँबाट रिक्सामा, रिक्सापछि आउँदाखेरि चाहिँ फेरि टाँगामा आउने प्लानिङ छ। हेरौँ लेट्स सी। माथि कस्टम को लिए जो है ना वहाँ कैमरा मत चलाइए। तो उड़ा देगा पूरा। ओके ओके ओके। त्यहाँ चाहिँ कस्टममा चाहिँ भिडियो चलाउनु दिनु भनेको छ। यहाँसम्म चाहिँ पाइँदैछ। ओके अब त्यति मात्रै गर्नुपर्छ। फेरि त्यहाँको नियम अलिक कडा छ होइन। इन्डियाको नियम कडा छ, पुलिस कडा छ। कस्टममा चाहिँ भिडियो गर्नु दिँदैन अरे। यहाँसम्म मात्रै हो। भाइ रिक्सा हान्दैछ त्यहाँ चिया लाएर अब गइन्छ सर्लक्क लाएर। ओके अब हामी चाहिँ अहिले इन्डिया प्रवेश गरिसकेका छौँ। हाम्रो भाइले मलाई बताउँदैछ होइन भाइ? यसलाई कुन ठाउँ भन्छ अरे भाइ? ढाला हो ढाला। ढाला ढाला बजार। यो बजार यत्तिकै सधैँ भिडभाड यत्तिकै हुन्छ? यो चावलको दाम हो कि चावल लिनु, आलु प्याज लिनु त्यस्तो मिल्छ। अनि यहाँ रेल कति छुट्छ? रेल घन्टा पे आधे घन्टा पे 1 घन्टा पे खुल्छ रेल। ए आधे घन्टा 1 घन्टा छुट्छ। ल ठिक छ। कहाँ जान्छ यो रेल? यो रेल जान्छ इन्डियाबाट हिमाचल प्रदेश, यो काठमाडौँ जान्छ। काठमाडौँ आएर यो दिल्ली, बम्बई, गुजरात, लुधियाना। दिल्ली बम्बई सब जान्छ। तर अलि भिडभाड छ, अलि भिडभाड रहेछ यहाँ। अलि हल्का क्राउड छ, अलि बढी छ। टाँगाहरू धेरै छ। टाँगा मयुरी त बेसरी छ। मयुरी र बेसरी टाँगा ठिक छ। यो चाहिँ रेलको पट्टी होइन त? रेलको रेल यहाँबाट आउँछ कि आइरह रेल होइन नि? त्यो रेल बसेको भर्खर आएको। यो रेल यो पुरै बन्द हुन्छ होइन? कतिखेर आउँछ अब रेल? कतिखेर आउँछ? आधा 10 मिनट आउँछ। घन्टी कडा छ भाइको साइकल घन्टी कडा। यता पैसा पनि पुरै क्यासमा पैसा पनि एक्सचेन्ज भइरहेको त्यहाँ। पैसा बजाउने हो? पर्दैन भजन छ मसँग। ओ लिची पनि छ ल। ठिक छ ठिक छ। लिची मिठो छ ल ठिक छ। ओके आज बजार लाग्छ? यो सधैँ लाग्छ बजार? यो शनिचरको लाग्छ, मङ्गलको लाग्छ। यो जामुन हो? जामुन त कालो जामुन हो। यो एम बजार हो के?
श्रीराम श्रीमती रेडम सब बनाउँदै ओके अलि हरन चाहिँ धेरै बज्दो रहेछ है हरन धेरै बजाउने हरन यो के को मन्दिर भाइ यो कृष्ण मन्दिर हो यो थानाको मन्दिर हो भगवान ए कुन भगवान हो यो सूर्य भगवान सूर्य भगवानको मन्दिर रहेछ यहाँ यो थाना हो कि ए थाना यो ठिक छ उयो चाहिँ के मस्जिद हो त्यो मस्जिद लिची कसरी लिची दाजु लिची कसरी लिची हजुर 400 नेपाली को 100 को लिची मिलेगा किलो 100 को दिन्छ 100 को नेपाली 100 को नेपाली 100 रुपैयाँ दे खाने के खाने यही खाने भैया 200 मिलाइए नहीं आएगा मुझे 250 मिठो छ एउटा लिची खाउँ एउटा इच्छा खाउँ टेस्ट लिची टेस्ट गर्दैछु मैले इन्डियाको लिची आम बेहतर छ गलिया में हम होटलों में दूँ कोई मन करता ताकि दो 100 गरिदिनु है 100 को भयो नेपाली 100 रुपये को भाइले चाहिँ लिची नखाने रे भाइले गुटका खा रे अनि भाइ कुन हो भोला अब के हो भोला पाउँछ भने यहाँ राजनीतिमा रजनीकान्त ल ठिक छ लिची ल्यायो 100 को लिची खानु पर्यो नि होइन तर आप पनि रहेछ आप चाहिँ नखाउँ है लिची खाइयो मनोज पटेल ल ठिक छ भाइले एकदम राम्रोसँग घुमाइदिएछ मलाई यहाँ कोही आयो भने विरोधमा ठ्याक्कै भाइको यहाँ चाहिँ ठिक छ हुन्छ होइन भाइ सर उसले यहाँ के छ भनिदिन्छ भने घुमाइदिन्छ भने एकदम थ्याङ्क यू लिची खान्छ भाइ लिची राम्रो भाइलाई लिची खुवाउनु पऱ्यो कि यहाँ लिची पनि ल्याएको छु मैले रेल आम छ के रेल आउनु लाग्यो कहाँ यहीँ आउँछ रेल होइन ल ठिक छ अहिले रेल पनि आएर हेर्छु म ल भाइ ल थ्याङ्क यू भाइ ल ल ओके ओके अब आफै सेल्फ यसो घुम्नु पऱ्यो एकछिन अहिले चाहिँ रक्सोल सर घुमेर फर्किँदैछु धेरै बेबाउनु सकेन गर्मी पनि एकदम धेरै गर्मी पनि धेरै ज्यादा अनि हल्ला खल्ला धेरै तपाईँको दुःख ओहो टाढा टुटु पुरै हाट बजार हाट बजार यो चाहिँ हाम्रो रक्सोल थाना खाने खाने यहाँ नो हरन भएर राख्नुपर्ने रहेछ क्या महावीर भाई कहाँ का चलत हो कानको जाली फुट्ने जस्तो रहेछ अब जानुपर्छ उपचारलाई कान घस्यो कान घस्यो ल रेलको लिक अहिले त रेल चाहिँ अहिले चालु भएर हिँड्छ रेलको लिक चाहिँ यो ल वापस आयो है त नेपाल रक्सोल घुमेर आयो वापस रक्सोल घुमेर ट्रेन नहेरिकन आइयो ट्रेन आउन अलिक समय लाग्यो ए ढिलो भयो ट्रेन त्यो कानै दुख्यो मेरो त यो तापा मेरो पुपुले कान दुख्यो अनि रिटर्न ब्याक
टाँगामा आउने भनेको टाँगामा अलिकति असम्भव भयो आउनुलाई। अहिले ब्याक छु नेपाल विथ अटो सफारी। नेपाल प्रवेश गरिसक्यो अब हामीले। टाँगामा चढिएर बाई बाई इन्डिया, बाई बाई इन्डियालाई बाई बाई गरेर अब हामी जाँदैछौँ बिरगन्जतिर। बिरगन्ज रक्सोल बाई बाई, बिरगन्ज वेलकम। ठ्याक्कै फर्कियो बेला चाहिँ मैले टाँगा भेटेको छु अहिले। टाँगा जाने नभेटेँ नि, बस फर्कियो बेला चाहिँ टाँगा भेटेको छु कि मैले, होइन? टाँगाको सफारी यहाँ अघि यहाँ यो उसमा सिटी सफारी आएर झरेर बसेको टाँगा कुरेको बल्ल आयो कि। म चितवनबाट। हजुर चितवन त सबै चितवनै होला नि। हजुर। अनि ठाउँ कुन ठाउँमा? चितवन, भरतपुर, नारायणघाट। बोले नि मैले गएको त्यहाँ हो नि सामान पुऱ्याउनु। अनि त्यो पारीको अलिकति सामान दिन्छ। भरतपुर, नारायणघाट। अनि सही चोक नारायणघाट थियो नि सही चोकतिर पुऱ्याएर आएको। तपाईँ गइराख्नुहुन्छ त्यहाँ चितवन? यहाँ चाहिँ कहाँ तपाईँ? मेरो घरको यहाँ अनि माइतो गर्छु। ए जितपुर माइत। म अलिकति त्यहाँ सेल गर्छु रक्सोलबाट। तपाईँको व्यापार छ? यो तिम्रो नाम के भाइ? हाम्रो नाम सलमान हो। सलमान हो? सलमान नि मुसलमान। सलमान। बिरगन्ज अहिले धेरै बाटो सफा ठुलो भएछ होइन? ठुलो थियो अनि मान्छेहरू छैन त्यहाँ। बिरगन्जमा आएर रक्सोलबाट टाँगामा पनि आइयो होइन त? टाँगा सफारी। कति साल भयो सलमानले चलाउनु थालेको टाँगा? सालभर भयो। 4 वर्ष भइसक्यो? होइन सालभर। सालभर भयो? 1 साल भयो। ए 1 साल भएछ भाइ चलाउनु थालेको चाहिँ। तर टाँगा चाहिँ कडै। चितवनमा म बगी चलाउँछ। बगी? विष्णु दाइको। त्यो ठुलो बगी हो भाइ चलाउने? म चलाउँछ। हाम्रो सानो भाइ छ नि वहीँ बस्छ। त्यो बगी चलाउने भाइ हो? बिहेहरूमा चलाउँछ होइन? बिहे गर्दाखेरि पूजामा जान्छ। ठुलो बगी छ? ठुलो छ। 4वटा छ उहाँ विष्णु दाइको। यो भाइ चाहिँ चितवनमा बगी चलाउने रहेछ। यहाँ पनि यो चलाउँछ होइन? अनि बगी चलाउने। अनि यहाँ चाहिँ कहिले आएको? यहाँ चाहिँ टाँगा हिँड्थ्यो? टाँगालाई के छ त खुरा खानेकुरा के छ? घोडाको। अनि चापट खान्छ। पुराइ चापट। भेली खान्छ, चापट खान्छ। घन्टाघर बन्दै रहेछ क्या? बनिरहेछ। दिनमा कति हुन्छ त कमाइ? बेसी हुँदैन, 1000-1500 हुन्छ। अनि दाना कति खान्छ यसले घोडाले? 280 खान्छ। 280 खान्छ? भनेपछि त आधा घोडालाई आधा आफूलाई हो? आफ्नै हो यो टाँगा? आफ्नै हो। लिङ्क रोड हो यो चाहिँ होइन? लिङ्क रोड। सलमान भाइ चाहिँ चितवनमा बेला बेला बगी चलाउँदो रहेछ होइन भाइ? हजुर चलाउँछ। धर्म चौक छ नि त्यही चलाउँछ। ल
छिटो नआयो भने सलमान भाइले मलाई भेट्छ होइन भाइ बसेर नास्ता गर्नुपर्छ है म बगी आयो भने म रोक्छु म बगी देखेँ भने है ल बगीलाई बाहिर गरेर अब लागिन्छ